महोत्तरी जिल्लाको एउटा सानो गाउँ जहाँ विगत 47 वर्षदेखि खेती किसानी गर्दै आउनुभएका एकजना व्यक्ति हुनुहुन्छ राम भजन। वाईफाई लगे अब बेटवा से बहुत बढ़िया से बात करा। अरे बेटा, अरे कहाँ बात देखा था, आप साफ सुना था। अरे हम घर में आज वाईफाई लगा लेंगे हो, अब तरह से हरदम बात है वीडियो कॉल। खाना वाना खाइला हाँ, ड्यूटी से आ गई ला। अच्छा ओ ल ठीक बा ठीक बा। चाचा जी प्रणाम। प्रणाम प्रणाम। हजुरले वाइफाई जोड्नु भएको छ? अरे हाँ, वाईफाई तो लगा लेनी। पासवर्ड हाल्ने? अरे लगावा एक से लेके 10 तक ले। मिल गया चाचा। ठीक बा, बढ़िया ठीक। चाचा जी नमस्कार। चाचा यही घर बस्नुहुन्छ नि हजुर है? हाँ यही बैठे बाबू। वाइफाई लगाउनु भएको रहेछ होइन? हाँ काले लगाइनी। मलाई नि हालिदिनु भयो। अरे बाबू तरह हम चिन्हत ना बानी, कैसे पासवर्ड दिए? बहुत यही बस्छु, तपाईँको घर पछाडि बस्छु। बिट्टु हो मेरो नाम, यही कलेज पढिरहेको छु कि अहिले। मलाई कलेजको कामको लागि भनेर मलाई पढ्नलाई चाहिँ वाइफाई चाहिने, त्यही भएर चाहिँ वाइफाई पासवर्ड मलाई हाल्छु। ओ बहुते लोग के दे देनी, अब हम बिना पैसा के पासवर्ड ना दह। पैसा दिन्छु म पैसा 300 रुपियाँ लागि महीना के 300 रुपियाँ लागि। ठिक छ, म पैसा त दिन्छु, तर एउटा खाता मलाई त्यो मसँग एउटा सेकेन्डरी राउटर छ पुरानो, त्यो राउटर म मेरोमा लिएर गएर हाल्छु, त्यसले म पासवर्ड राख्छु अनि त्यसबाटै म चलाउँछु है। ठीक बा, जोड लिहा जोड लिहा। लिनु चाचा, खुद्रा छैन, 500 रुपियाँ फिर्ता गरिहाल्नु। रुक बउवा, हम 200 रुपियाँ फिर्ता लेके आवे। अच्छा ई डाली डाली तब चली इंटरनेट। चल जाए। त्यसै गाउँबाट एकजना युवती हराउँछिन् र उसको बुवा अत्तालिँदै पुलिसमा ठाउँमा पुग्छन्। निक्लेको थियो घरबाट, फोन एकचोटि लाग्यो, त्यसपछि फोन उठेन, स्विच अफको स्विच अफ भइरहेको छ। ठिक छ, तपाईँको छोरीको डिटेलहरू सबै टिपाइदिनुहोस्, म चाहिँ खोजी कार्य तुरुन्तै गर्छु। हेलो हेलो सर, यहाँ एउटा छोरी हराएको उजुर परेको थियो, पत्ता लगाउँदा इन्टरनेटबाट फोन गरेको देखिएको छ। म एउटा आइपी एड्रेस हजुरलाई पठाउँछु, कसको नाममा दर्ता भएको रहेछ पत्ता लगाए तुरुन्तै भन्नुहोस् न सर। हेलो हजुर, राम भजन महतो को? ए वडा नम्बर 7 हो। ल ठिक छ, पक्राउको लागि म तुरुन्तै पठाउँदैछु। राम भजनको नाममा रहेको इन्टरनेट प्रयोग गरी किडन्यापरले कुरा गरेको साइबर ब्युरोबाट पत्ता लागेपछि राम भजनलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुग्छन्। हामी भने राम भजन तपाईँको नाममा उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ। लेकिन हम तो कुछ ना पहले बनी सर। उजुरी परेको छ, हम कुछ ना सर, हम कुछ ना पहले हम छोड़ दी। तिमीले राम भजन महतो हो? हो हजुर। तिम्रो घरमा वाइफाई जोडाउन सकिन्छ? गरेको छु हजुर। तिम्रो वाइफाईको नामबाट मान्छेले अपराधिक क्रियाकलाप गरेको भनेर उजुरी परेको छ, तिमीले नै गरेको हो? होइन हजुर, म त वाइफाई जडान गरेको छु सर। मेरो छोरा विदेशमा छ, उसँग कुरा गर्छु, मेरो बुढी पढेको छैन, छोरासँग कुरा गर्छु र मात्र गाना ओर्ना मात्रै सुन्छु सर। तिम्रो घरको वाइफाई तिम्रो परिवार बाहेक अरू कसैले पनि चलाउँछौ वा कसैलाई तिमीले सेयर गरेका छौ? हुन त म गाउँभरिको मान्छेलाई दिएको थिएन। नचिनेका मान्छेलाई पनि सेयर गरेका छौ? हुन त सर एकजना मान्छेले मागेको थियो, म पढ्छु भनेको, 300 रुपियाँ दिन्छु भनेको थियो, मैले पैसा पनि लिएको थिएँ, तर उसले मेरो घरबाट आफ्नै एउटा राउटर लगाएको छ हजुर। पैसा पाए भन्दैमा जो सुकीलाई वाइफाई सेयर गर्ने हो त? तिम्रो वाइफाई प्रयोग गरी अपराधिक क्रियाकलाप भएको देखिएकोले तिमी त सजायको भागीदार हुनेको भयो। अब तिमीलाई कानुनी कारबाही हुन्छ। होइन हजुर, यसपालिको लागि छोडिदिनु हजुर, म अब वाइफाईको पासवर्ड कसैले पनि दिन्न हजुर, म काम गरेर खाने मान्छे हो हजुर। सही छ, त्यो बिट्टु भन्ने मान्छे राम भजन महतोको घरको छेउमा बस्दै आएको छ, उसलाई तुरन्त पुरा गरेर लिएर आउनु। राम भजनको बयान अनुसार उसले नचिनेको तर उसको घर छेउमा डेरा गरी बस्ने बिट्टुलाई इन्टरनेट सेयर गरेको र बिट्टुले नै युवती किडन्याप गरी बम्बईमा बिक्री गर्ने गरेको पत्ता लागेपछि उसलाई पक्राउ गर्न प्रहरी उसको गाउँ जाँदै।
बहिनीलाई लिएर आऊ त त्यो भन्ने मान्छेलाई कसरी चिन्नुभयो पहिला पनि भेटिहाल्नुहुन्थ्यो बिट्टु भन्ने मान्छेलाई चाहिँ मैले फेसबुक मार्फत चिनेको फर्स्टमा उहाँले मलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु भयो मैले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेँ त्यसपछि हाम्रो कुराकानी भएको थियो अनि उहाँले चाहिँ मलाई जब लगाइदिन्छु भनेर आश्वासन देखाइराख्नु भएको थियो मैले पनि त्यही विश्वासमा चाहिँ उहाँसँग फेसबुकमा चाहिँ कुराकानी गरिबसेको थिएँ त्यसपछि उहाँले कपीको लागि हुन्छ भनेर उहाँसँग भेट्न गएँ कपी सपमा जबलाई दिने मान्छेसँग चाहिँ कुरा गरिदिन्छु भन्नुभयो हेलो जी अंजय भैया काम हो गया आपने जैसा बोला था वैसा काम हो गया है ठीक है कब आएगा कल आप बॉर्डर पे आइए मैं आपको व्हाट्सएप पे कॉल करूंगा और आप सामान ले जाना ठीक है जैसा जो बात हुआ था वही होगा भाई पैसा का चिंता मत करो तुम माल अच्छा होना चाहिए युवतीले दिएको बयान पश्चात साइबर क्राइम गरेको ठहर गर्दै बिट्टुलाई जेल चलान गरिन्छ। फेरि पनि कोही नचिनेको व्यक्तिलाई अब पासवर्ड वाइफाई सेयर गर्छौ हजुर म अब त कसैले दिन्न हजुर म त जो आउँछ टेलिफोन चाहिँ आफै जोडी चलाउ म आफ्नो चलाउँछु हजुर। इन्टरनेटले जति नै सुविधा गरेको छ त्यति नै हानि पनि गरेको छ। थोरै पैसाको लोभमा परि अनजान व्यक्तिलाई पासवर्ड दिँदा झन्डै निर्दोषले सजाय पाए। तपाईले पनि आफ्नो नाममा रहेको वाइफाई आफ्नो परिवारको सदस्य बाहेक अरूलाई त दिनु भएको छैन छ भने यस्तै हुन सक्छ है। विभिन्न इन्टरनेट सेवा प्रदायकहरूले सस्तोमा इन्टरनेट दिइरहेका छन्। आफ्नो व्यक्तिगत इन्टरनेट जडान गरी इन्टरनेटको प्रयोग गरौं, अरूलाई आफ्नो पासवर्ड सेयर नगरौं। जनहितमा जारी सन्देश। सुन्दा अचम्म लाग्न सक्छ वाइफाई सेयर गर्दा सजाय भोग्नु पर्यो कतै जानमा त कतै अनजानमा। तपाई पनि राम भजन जस्तो गल्ती त गरिराख्नु भएको छैन। आजदेखि सावधान हुनुहोस्। अहिले इन्टरनेटको प्रयोगले हाम्रो जीवनशैली जति सहज भएको छ त्यसको दुरुपयोगले विकृति पनि त्यति नै बढेको देखिन्छ। तसर्थ प्रविधिको सही प्रयोग गरौं, आफ्नो इन्टरनेट सुरक्षित राखौं। आफ्नो परिवारको सदस्यहरू बाहेक कुनै पनि बाहिरी वा अनजान व्यक्तिहरूसँग फोटो भिडियो सोशल मिडियाका पासवर्डहरू एकाउन्टका पासवर्डहरू कागजातहरू सेयर नगरौं। शंकास्पद लिंकहरूमा क्लिक नगरौं। आर्थिक वर्ष 2080-81 को तथ्याङ्क अनुसार साइबर ब्युरोमा 19,730 वटा निवेदन परेको मध्ये अधिकतम सोशल मिडियाको माध्यमबाट अपराधिक गतिविधिहरू भएको देखिन्छ। तसर्थ सुरक्षित इन्टरनेटको प्रयोग गरी सभ्य र सुरक्षित समाजको निर्माण गरौं। धन्यवाद। जय नेपाल।